जापानमा आएर काम नपाउनुको पीडा त्यस्तै। अनि त्यसपछि काम खोजिदिनु न दाइ दिदी भन्दै 6 महिनासम्म लगातार म्यासेज गर्यो। अनि हुन त भाषा पनि हुँदैन। सुरुमा आउँदाखेरि म्यासेज गरेको अहिले 4 वर्ष भयो, अहिलेसम्म सिन भएर म्यासेज रिप्लाई नआउने पनि कति छ क्या। अनि त्यसपछि आफूले भोगेको कुरा है त, काममा जाँदाखेरि हात पोलेर अनि नेपालीले पनि नबुझिदिने क्या, यस्तो भयो यो ठाउँमा नगर्दा हुन्न, अर्को त्यो प्लेटफर्महरू छैन भन्दाखेरि पनि नभनिदिने होइन। कस्तो गाह्रो हुने क्या सुरुमा चाहिँ। अनि अरूबाट धेरै आश राख्नु चाहिँ हुन्न। जे होस् जापान आउँदाखेरि चाहिँ हल्का भाषा भयो भने चाहिँ केही गाह्रो हुने रहन्छ। अनि नयाँ आउने मान्छेहरूलाई पनि हुन त मभन्दा धेरै जान्ने हुनुहुन्छ, दाइ दिदीहरूले पनि भनिरहेको हुनुहुन्छ भिडियोहरूमा। त्यही भएर हल्का भाषा चाहिँ बनाएर आउनु, किनकि गाह्रो हुन्छ। अनि अरूलाई रिक्वेस्ट गरेर ओहो नि दाइ ल काम खोजिदिनु, दिदी काम खोजिदिनु भन्दा चाहिँ आफैले नजिकैको क्या अब के भन्छ यो स्टोरहरू हुन्छ, कोम्बिनी स्टोरहरू हुन्छ, म्याकडोनल्डहरू हुन्छ। अनि आफूले गुगलमा गएर के भन्छ गुगल म्यापमा गएर अब नजिकैको कोम्बिनीहरूको फोन नम्बरबाट फोन गर्न पनि सकिन्छ। अनि टाउन वर्क भन्ने एउटा एप्स हुन्छ, त्यो एप्सबाट काम गर्न पनि सकिन्छ। अहिले त धेरै बुझ्ने भयो, पहिला त कस्तो गाह्रो हुने क्या काम नपाउने। अनि काम खोज्ने कसरी पनि थाहा नहुने नि त। सो हजुरहरूले पनि टाउन वर्कबाट काम खोज्न सक्नुहुन्छ भन्दै भिडियो अन्त्य गर्न चाहन्छु। बाई बाई।